काम र जाम अब के काम छ र हैन खानालाई आएको मान्छे अब घुम्नलाई हुँदै होइन बाँदर मुर्गे भन्नु बाँदर मुर्गे भन्नु हेलो एन्ड नमस्ते सबैजनालाई होइन म फेरि पनि आइसकेको छु अनि आज चाहिँ कहाँ जानु लाग्यो भने थाहा पाइसक्नुभयो होला होइन म चाहिँ अहिले जानुले रेडी होइन म चाहिँ अहिले कलास जानु लाग्यो अनि यिनीहरू चाहिँ पछि त्यहाँ म कलासबाट निस्केपछि चाहिँ यिनीहरू फोन गर्छु म यिनीहरू आउँछन् अनि अहिले चाहिँ म अघि जान्छु त्यसैले यिनीहरूलाई चाहिँ यिनीहरू चाहिँ खाना खान्छन् होला मलाई चाहिँ पछि नास्ता खुवाउँछन् यिनीहरूले होइन अनि त्यही भएर चाहिँ अहिले म कलास जानु कारण त्यही भएर अहिलेदेखि नै सुरु गरेको म कलासदेखि निस्केपछि यिनीहरूलाई फोन गर्छु म पछि फोन गर्छु आउनु है निस्किन्छु अब कलास जानु बिहानको कलास छुट्यो त्यही भएर चाहिँ अहिले अब जानु लाग्यो हामी चाहिँ अब सबै गरेर म कलासबाट आएर सामान खानेकुरा किनेर अनि म चाहिँ यहाँ आइसकेको छु हामी यो ठाउँ पक्कै पनि अब सुर्खेत बस्नेहरूले त चिन्नुभयो होला यो होइन तिनजना मात्रै हो अनि तिनीहरू चाहिँ भिडियो बनाउनु लाग्यो अनि म चाहिँ यहाँ अगाडि हिँडिरहेको छु अब जानु पऱ्यो कहाँसम्म हुन्छ हिँडेर सबै जाने मान्छे बाइकमा यताउति हिँडिरहन् हामी तिनजना मात्रै हो हिँडेर अब हामी चाहिँ यहाँ साइडमा यसो फोटोसोटो खिच्नको लागि जानु लाग्छौँ अब के त्यही त के त्यही बिर्स्यौँ के अनि यहाँ चाहिँ हामी पहिल्यै पनि आइसकेको ठाउँ हो यो पहिला के यहाँ हामी म जीवन साथी आउँदाखेरि यहीँ उतासम्म बाइक लिएर गएको क्या स्कुटी यहाँबाट पहिला त यहाँनिर बसेर खाम है यहाँनिर काम र जाम अब के काम छ र हैन खानालाई आएको मान्छे अब घुम्नलाई हुँदै होइन देखा अहिले बाँदर मुर्गे भन्नु बाँदर मुर्गे भन्नु ल त्यही हो हामी अब नास्तातिर लागिसक्यौँ झोला खोल्दा त्यत्तिकै ढिलो भनिदिनु मुला गाइस यो चाहिँ पागल हो ल चुप कर बे कुत्ते जहाँ मनलाई हिँडिदिन्छ त्यहाँनिर बसौँ न ल मेरो भने भन्दैन त हुन्छ यार दाजु यार तेरो भन्ने मान्छे हामी चाहिँ आउनु ढिला भयो होइन 1 बजे हिँड्यौँ त्यहाँबाट तर खाएर जानु चाहिँ छिटो हुन्छ होला जस्तो लाग्यो कंट्रोल होइन भोक लाग्यो त अब खानालाई त ल्याएको होइन भोक लागेपछि त खानु पर्यो केटाहरूले सामान त पुरै फुइ सबै सिद्धियो अब घुम्ने कि जाने है गइजान त्यति धेरै रमाइलो पनि भएन अब गइजानु जस्तो लाग्यो जाम अब केर्नु छ भलक अब चाहिँ एकछिन बाद जाने हामी त्यति धेरै रमाइलो पनि भएन अब हामी चाहिँ अब घर जानु लाग्यो घुम जानु लाग्यो अब चाहिँ अनि त्यति भएन अब अल्छी लाग्यो बिहान आएर छिटो जाने भनेको अब अहिले आयौँ अब फर्किने बेला भइसक्यो अनि त्यही भएर चाहिँ अनि त्यति रमाइलो भएन कि अब ठाउँ गयो केटाहरू पनि धेरै भयो रमाइलो हुन्थ्यो भन्ने भयो त्यही भएर चाहिँ फर्किसक्यौँ दुईजना चाहिँ अब फोटोसोटो खिचेँ मैले चाहिँ फोटोसोटो पनि त्यति धेरै खिचेन अनि भिडियो बनाउनु पनि मन लागेन के अब बाहिर यतातिर बनाऊँ भने अब कन्फिडेन्स त्यति धेरै कन्फिडेन्स पनि हुन्न नि त आफूमा
त्यही हो अहिलेसम्म हेरिदिनु भयो माया देखाइदिनुहोस् र अनि त्यति रमाइलो चाहिँ भएको थिएन अब सबैजनाले माया गरिदिनु होला सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला हामी चाहिँ अब फेरि अर्को भ्लगमा भेट्नेछौँ अर्कोमा चाहिँ यस्तो दामी ल्याएर आउनेछु सो बाई